नमस्ते सम्पूर्णलाई, मेरो पहिलो भ्लगमा सम्पूर्णलाई स्वागत छ र आज म कहाँ जाँदैछु भनेर तपाईहरुलाई देखाउने छु। यो यस्तो राम्रो मौसम थियो, यो भ्यूहरु इन्जोय गर्दै हामीहरु चाहिँ मेरो बास्खेराको बजाइलाई बास्खेरा पुगाउन गइरहेको थियौं। हामीहरु चाहिँ अंकल, आन्टी, म, भाइ, बहिनी सबैजना, किनकि बजाइको घरमा पनि हरदोहा थियो। बजाइ हाम्रो घरमा हरदोहा खान आउनु भएको थियो। त्यसैगरी पुगाउनको बाहना हरदोहा पनि थियो। अनि पछि त्यसैगरी गएर हामीहरु चाहिँ पुग्यौं। मेरो आन्टी र बहिनी चाहिँ भ्यूको मजा लिँदै छन्, किनकि यस्तो राम्रो शान्त ठाउँ छ भनेर भनिरहेछन्। अनि पछि म पनि आफ्नो यस्तो राम्रो मौसममा एकछिनमा यता पनि खिचिहाल्छु आफ्नो भिडियोहरु भनेर मैले पनि खिचे। अनि हेर्नुहोस्, मेरो त आँखै थाकिरहेको थिएन, 50 चोटी म खिचे भ्यूहरु हेर्न सक्नुहुन्छ तपाईलाई पनि एकदमै राम्रो लाग्नेछ। जति त्यहाँ रियालिटीमा नेचरको भ्यू एकदमै राम्रो थियो, सुन्दर थियो। यसमा चाहिँ केही पनि त्यति क्याप्चरै भएको छैन मोबाइलमा, तपाईहरु हेर्न सक्नुहुन्छ मोबाइलको। अनि पछि हामीहरु एकछिन पछि हामीहरु चाहिँ खाना खायौं, जुस खायौं। मेरो हेरिस भाइ खाँदैछ, मेरो बहिनी पनि खाँदैछ एकदमै मिठो तरिकाले। अनि पछि फेरि म खाना खाइसकेर पेट फुल भइसक्छ अनि म चाहिँ फेरि बाहिर आउँछु भ्यूको एकदम आनन्द लिन। अनि पछि हामीहरु चाहिँ माइला ठुलबुवाको घर छ, अब कान्छा ठुलबुवाको घर गइरहेका छौं। सबै गाउँघरमा हरदोहा भएपछि सबैको घरमा है। अनि पछि आफन्तहरुको घरमा गएर यसरी खाइन्छ। पेट फुल भइसकेको थियो, खाना नसकेर मैले चाहिँ जुस मात्र खाएँ। म बाहिर गएपछि त यस्तो सुन्दर भ्यू देखेँ मैले, यो चाहिँ एकदमै नोटिसै गरेको थिएन। अरु त्यस्तोहरु नोटिस गरेँ, तर यहाँदेखि चाहिँ माउन्टेन पनि है, पहाड पनि देखिँदै रहेछ। साँझ हुन लागेको थियो, त्यही नै मैले खिचे। एकदमै सुन्दर भ्यू थियो, एकदमै शान्त ठाउँ, घर पनि एकदमै टाढा टाढा है। अनि पछि साँझ रात पर्न लाग्यो। अनि पछि हामीहरु चाहिँ घर जाऊँ भनेर यस्तै भ्यूको मजा लिँदै एकदमै आकर्षित थियो भ्यू चाहिँ। अनि पछि हामी फेरि माइला ठुलबुवाको घर गयौँ। अनि पछि म देखाउँदैछु आफ्नो थोप्ला। अनि पछि यस्तै हामीहरु गयौँ। अनि यस्तै रात पर्यो अनि हामीहरु चाहिँ घरतिर फर्क्यौं। एकदमै राम्रो दिन थियो। अनि यो चाहिँ गेटाबाट हामीहरु चाहिँ घर फर्क्यौं, किनकि बास्खेराको गेटाको उतातिर रहेछ। मैले चाहिँ फर्स्ट टाइम बास्खेरा गएको, बजाइको घर फर्स्ट टाइम थियो मेरो। त्यसैगरी गेटाको भ्यूको मजा लिँदै हामीहरु चाहिँ घरतिर फर्क्यौं। आजको दिन यस्तै भयो। धन्यवाद सम्पूर्णलाई मेरो भ्लगलाई लास्टसम्म हेरिदिनु भएकोमा। यसैगरी साथ र सपोर्ट गर्नुहोला। अझै पनि म प्रयास गर्नेछु राम्रो राम्रो एकदमै भ्लगहरु ल्याउन।